रहेको छ। त्यो कारणले पनि हो र यो विशेष गरेर तपाईँले मलाई भन्न खोज्नुभएको कुरा चाहिँ ईश्वरी बहिनीको कुरालाई लिएर जोड्नुभएको जस्तो लाग्छ। नेपाली ब्रो भनेर नेपालकै बदनाम गर्ने जस्तो अपराधीलाई तपाईँहरू जस्तै 2-4 साथीहरूले मिडियामा ल्याइदिएर आज चाहिँ यो घटना भएको हो, म के नै हुँ भनेर उनको अभिव्यक्तिहरू घमण्ड थियो। त्यो घमण्ड चाहिँ मौलाएर आज एउटा बहिनीले मृत्युवरण गर्नु पर्यो। त्यो ज्यादै नै दुःखदायी घटना हो। म बोल्न पनि सक्दिनँ। जब मैले 4 बजे थाहा पाएँ, मलाई कोहीले फोन गरेर दिदी त्यस्तो भयो भनेर भन्नुभयो, म सुत्न पनि सकिनँ र म विचित्त भएँ, केही लेख्न पनि सकिनँ। किनभने जसलाई एउटा हुन्छ नि अझ खुकुरीको चोटकामा पनि थाहा हुन्छ भने यस्तो म आफैलाई पनि म यस्तो सुन्दैमा पटक आक्रमण गरिरहेको 3-4 पटक भइसकेको थियो। भन्दैछु सबैभन्दा पहिला बहिनीलाई म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु र त्यो घर परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्। र आमालाई भन्न चाहन्छु, आमा तपाईँले एउटा छोरी त गुमाउनु भयो, तर तपाईँको न्यायको लागि हामी सयौँ छोरी माइती गर्न बसिरहेका छौँ। तपाईँको लागि हामी आवाज उठाउँछौँ भनेर भन्न चाहन्छु। र यो सरकारलाई म भन्न चाहन्छु, जबसम्म त्यो अपराधीलाई फाँसीको सजाय हुँदैन तबसम्म हामी सडक छोड्दैनौँ। पहिलाका सरकारहरू हेलिकप्टरको डोरी चढेर भागे तपाईँलाई हामी त्यो पनि दिने छैनौँ। महिला काली पुरा जन्मेको रूप लिएर अब अगाडि बढ्नेछन्। सबै दाजुभाइ दिदीबहिनी आमा बुवा लगायत सम्पूर्ण व्यक्तित्वहरूलाई न्यायप्रेमी जनताहरूलाई म आह्वान यहीँबाट गर्न चाहन्छु। अब त्यो बहिनीकै घटनाबाट यो नेपाली ब्रोलाई पहिलो फाँसीको सजाय दिएर अगाडि बढाउनको लागि मैले आवाज उठाइदिन अनुरोध गर्छु। र सरकारलाई पहिलो व्यक्ति फाँसीको पहिलो व्यक्ति नेपाली ब्रोलाई बनाउनुपर्छ भनेर भन्न चाहन्छु। पुरानो सरकार नयाँ सरकार फरकको देखिएन नि। जसरी ईश्वरी भोजेलको मुद्दाहरू प्रहरी कहाँ पुगिरहँदा नलिने प्रहरीको अहिलेको सरकारले पनि नहेर्नु घटना त्यसरी पनि घट्न सकेको कुरा सकेर जो महिला पीडित थिइन् बारम्बार चाहिँ प्रहरी चौकी भइरहँदा पनि यी मुद्दाहरू